सबैलाई जय नेपाल। म स्पिन मुखिया। काङ्ग्रेस सभापति शेरबहादुर देउवा जस्ता भ्रष्टाचारको घरमा 2 अरबभन्दा बढी पैसा पाउनु र केपी शर्मा ओलीद्वारा जेन्जी भाइ बहिनीहरूप्रति गोली चलबाउनु र अझै पनि नेपालका जनताले यस्ता भ्रष्टाचार पार्टीहरूलाई समर्थन गरि नै रहेछ। जान गुमाउने भाइ बहिनीहरू हाम्रो भाइ बहिनी नभए पनि कसैको छोरा कसैको भाइ होला र उहाँहरूको जान व्यर्थ नजाओस् भन्ने हाम्रो कर्तव्य हो। हामीले उहाँहरूलाई न्याय दिनुपर्छ, देशमा परिवर्तन ल्याएर उहाँहरूलाई सम्झिनुपर्छ। जो जेन्जी भाइ बहिनीहरू हाम्रा लागि, देशका लागि र देशमा भ्रष्टाचार बन्द होस् भनेर त्यसका लागि जान गुमाएका छ र आज उहाँ स्वर्गबाट पनि पर्खिरहेको होला कि हामी पनि जनता उहाँको न्याय देशमा परिवर्तन ल्याउनु छ भनेर आशमा जान गुमाएको छ। र हाम्रो पनि कर्तव्य बन्छ कि हामी देशमा परिवर्तन ल्याऊ र यस्ता भ्रष्टाचार पार्टीहरूलाई सखा पारौँ। त्यसैले हामी सबै जनता मिलेर यसपालि सत्तावादी पार्टीवादी र जातिवादीलाई त्यागेर एकसाथ उभिएर एकसाथ भएर देशमा परिवर्तन ल्याउनुपर्छ। त्यसैले सबैजना एकजुट भएर परिवर्तन ल्याउने पार्टीतिर समर्थन गर्नुपर्छ। बाँकी सबैलाई जय नेपाल, जय श्री कृष्ण, राधे राधे।